हेलो साथीहरू, सन्चै हुनुहुन्छ? आज चाहिँ मेरो डे 4 मिनी ब्लगको दिन हो। आज चाहिँ साथीहरू, आज चाहिँ मलाई फिल्म हेर्न जानु थियो क्या, त्यही भएर छिटो 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 गरेर माम पकाएको। धेरै भिडियोहरू चाहिँ माम पकाएको ओरेको चाहिँ हालेको छुइनँ। घरको चाहिँ बिहानको सब कामहरू सकेन, छोरालाई खुवाउने पिउने काम सकेर पानी सानी खाइवरी दबाई औषधि मुलो सब खाइसकेपछि चाहिँ दुधमा अनि त्यहाँपछि गएर चिया पकाउने खाने दुनियाँभरिको काम सकियो। अनि त्यसपछि गएर मैले हिजो राजमा भिजाइराखेको थिएँ, अनि राजमा चाहिँ उसिन्न बसाइदिइसकेको थिएँ कि, अनि त्यो चिया पकाएर खाइसकेँ। अनि त्यसपछि गएर त्यही राजमा झार्न लागेको थिएँ कि, उसिनिसकेको थिएँ नि त आलु र राजमा नुनसुन हालेर। अनि उहाँ हेरेन मेरो काम छिटो गर्नु पऱ्यो भने चाहिँ फेरि यस्तै हुन्छ क्या, सामान अगाडि ठिक पारिदिनँ नि त। भाँडा बसाइसकेपछि सामान ठिक पार्नु त मलाई फेरि, अनि त यसो उसो गरेर छिटो 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 गरेर पकाएँ तरकारी। अनि राजमाको तरकारी पकाएँ। अनि त्यसपछि गएर हिजो मैले चाहिँ अलिकता लाएर फर्जीको मुन्टा केलाएर राखेको थिएँ, अनि त्यो पकाउने बेला थिएँ कि आज। अनि भात पनि बसाएँ, अनि त्यहाँपछि माम बसाएर साग पनि पकाइवरी। अनि त्यसपछि गएर माम हतार खाएँ, सबलाई खाना दिएर। अनि त्यहाँपछि गएर यो चाहिँ सर्लाइबाट ल्याएको घिउ यति मिठो छैन। अनि त्यसपछि गएर फिल्म हेर्न रेडी भएर गयो हलतिर। अनि ठ्याक्क हलमा पुगेर चाहिँ गौँथली भन्ने फिल्म हेर्न गएको साथीहरू। आमामामा रुद्दा 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 त्यो आँसु त सबै सकियो, आँखाको आँसु पानी झरेर सबै सकियो। कति चाहिँ रुवाउने फिल्म हो। विषयवस्तु चाहिँ पहिलाको विषयवस्तु हो त्यो, अहिलेको चाहिँ ठ्याक्कै अहिलेको विषयवस्तु चाहिँ होइन साथीहरू है। यसो फोटोसुटहरू पनि गरेँ। अनि विषयवस्तु चाहिँ एउटा आर्टिस्टिक बच्चामा पनि इमोसन हुन्छ है भन्ने कुरा चाहिँ मलाई अहिलेको विषयवस्तुलाई मिल्ने जस्तो लाग्यो। अरू त सबै त्यो बाल विवाह त पहिलाको विषयवस्तु हो क्या। अहिले चाहिँ बाल विवाह भन्ने चाहिँ त्यति हुँदैन नि त। अहिले त पहिला बाबाआमाले जबरजस्ती बच्चाको बिहा गरिदिन्थे भनेदेखि अहिलेको बच्चाहरू चाहिँ उमेर नपुगी आफै हतार बिहा गर्छन् क्या। पहिला चाहिँ बाबाआमाले गरेर गरिदिन्थे, अहिले चाहिँ आफै बिहा गरेर दुःख पाउँछन् नि त, उल्टो भइसकेको छ नि त। अनि त्यही भएर विषयवस्तु एउटा चाहिँ आर्टिस्टिक चाइल्डमा पनि इमोसन हुन्छ भन्ने कुरा एउटा चाहिँ त्यो चाहिँ मन पर्यो होइन। अनि गौँथली फिल्मको समग्रमा हेर्दा त सबै राम्रो हो, तर यो विषय धेरैचोटि उठिसकेको थियो नि त, त्यही भएर हेर्नको लागि त राम्रो छ एकदमै। तर नयाँ नयाँ विषयवस्तु पनि कति धेरै छ क्या अहिले समाजमा, त्योहरू पनि ल्याएर यसो फिल्म बनाए त हुन्थ्यो नि। फिल्म चाहिँ राम्रो छ कि। अनि छोरालाई खेलीकुरा लिएर आइदिए आउँदाखेरि कति मक्ख पऱ्यो मेरो छोरो, कति ज्ञानी भएर बसेको रहेछ उहाँ। अनि खेलीकुरा ल्याइदिएको के सिमराबाट, ऊ कति मक्ख परेछ।